र म गुरु दाजु खड्गकुमार बस्नेतज्यूलाई आफ्ना सचल विचार राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सच्चिदानन्द भगवानको जय, सद्गुरुदेव महाराज जी को जय, आदिशक्ति जगत जननी श्री माता जी की जय। सद्गुरुदेव महाराज की जय, आनंद कंद भगवान की जय। कोशी क्षेत्रबाट पाल्नुहुने प्रमुख सन्त महात्माज्यू, कोशी क्षेत्र कार्य समितिका उपाध्यक्षज्यू लगायत सेवा दलबाट प्रतिनिधित्व गर्नुहुने तुलसा पोखरेलज्यू र हाम्रो टिममा पाल्नुहुने सम्पूर्ण महानुभाव र आजको यो बेलबारी नगरपालिका अन्तर्गत ठ्याक्कै मलाई वडा नम्बर त थाहा भएन, आजको यो बेलबारी एकमा हामी सत्सङ्गको कार्यक्रममा उपस्थित भएका छौँ। आज हाम्रो गुरुहरू सभ्यता र सम्पदा नामै पनि बहुत राम्रो राख्नु भएको छ, कसले राखेको हो यो एकदमै राम्रो छ। प्राकृतिक रूपमा पनि मिलन खाने गरी राख्नु भएको रहेछ र सम्भवतः यो नामअनुसारकै उहाँहरूको काम पनि होला र साधु सन्तलाई बोलाएर यो अवसरमा यो आम जनसमुदायलाई जुटाइदिने काम गर्नुभएको छ। धन्य हुनुहुन्छ उहाँहरूको परिवार, धन्य हुनुहुन्छ बुवाआमा र धन्य हुनुहुन्छ उहाँ नानीहरू र यो ठुलो अवसर जुटाइदिनु भएको छ। हामी कहाँबाट कहाँ नचिनेका मान्छे धेरैजना जुटेका छौँ। यहाँ प्रसङ्गले हामी नजिकै होला, चिनजान गर्दै जाँदा हामी नातागोता पनि परौँला, तथापि हामी यो एउटा अवसरले यहाँ जुट्न आइपुगेका छौँ र यो अवसर जति बेला पायो उति बेला मिल्दैन र यो आज एकदमै राम्रोसँग मिलेको अवसरमा हामी यहाँ उपस्थित हुन पाएका छौँ। हामी दिनभरि काम गर्छौँ, थाक्छौँ अनि स्टेजमा उभिएर कसैले बोल्ने काम गर्छौँ। बोलेको एकातिर छ, सुन्ने अर्कातिर हुन्छ, आफूलाई अर्कै खालको ध्यान दृष्टि हुन्छ। आफूले त्यो बुझिएन भने यहाँ हामीले बोलेको कुनै अर्थ रहँदैन र हामी साधारण गाउँले जीवनमा छौँ। यो नगरपालिका भए पनि हामी गाउँ जीवन नै बिताइरहेका छौँ। हामी धान काटेका छौँ, आफ्नो गाउँघरमा काम गरिरहेका छौँ, तर पनि एकैछिन हामी भगवानको भक्तिभाव गर्न, केही कुरा सुन्न, साधु सन्तका कुरा सुन्न हामी यहाँ उपस्थित भएका छौँ। हामी सबैलाई रहर छ छोराछोरी राम्रो बनाउन, बाउआमा राम्रो बनाउन, असल बुहारी ल्याउन, सबैको चाहना छ। हामी किन बन्न सक्दैनौँ त्यस्तो? सबैको चाहना छ मेरो घरमा एकदमै राम्रो छोरी होस्, राम्रो बुहारी आओस्, अरूको बुहारी भन्दा मेरो बुहारी एकदम हाई होस्, सबैको चाहना छ। हामी किन यो बन्न सक्दैनौँ? यस्ता कुराहरू सामान्य छन्, पुरा सामान्य छन्, तर यसको अर्थ गहिरो छ। हामी अहिले चाहना के राख्छौँ भने अर्को मान्छे असल होस्, मलाई असल बनोस्, तर म कहाँ छु, म जे बोल्छु, जे गर्न खोज्छु गरेका छु कि छुइनँ, म मात्रै असल हुने हो, अर्कोसँग हामीलाई मतलब छैन। हामी यहाँ पुगेका छौँ। अहिले तपाईँ हेर्नुभयो भने कोही मान्छे बाटामा ढलो भने उठाउने भन्दा पहिला भिडियो बनाउने मान्छेहरूको जमात बढेको छ। हामी नेपाली समाज यतातिर पुग्न लागेका छौँ र हामी जे चाहन्छौँ नि त्यो चाहना अनुसारको काम हामी पहिला मबाट, मैले, हामीले गर्न सुरु गर्ने हो भने समाज यस्तो बन्दैन। समाजमा हिजो हामी यस्ता कार्यक्रमहरू गर्दै आउँथ्यौँ। हामी गाउँकै दाजुभाइ दिदीबहिनी मिलेर बनाउँथ्यौँ, पकाउँथ्यौँ। अहिले अघि अर्कैले पकाउनु भयो, अर्कैले खुवाउनु भयो, पकाउने मान्छे हिँड्नुभयो। हामी दिनानुदिन हाम्रा चिजहरूलाई, हाम्रा कार्यहरूलाई पछाडि पार्दैछौँ। तपाईँहरू देखिरहनु भएको छ। मेरो गाउँ पानमारामा एउटा आगो लागि भइरहेको थियो, घरवाला कराइरहनु भएको थियो, लौ न पानी छेपिदेऊ, सेउला हान्थ्यौँ, मान्छे भिडियो बनाइरहेको। हामी यहाँ पुगेका छौँ र यस्तो नपुग्नका निम्ति हामीले छोराछोरीलाई सिकाउनुपर्छ, समाजका तल्ला वर्गलाई सिकाउनु। अधिकांश घरमा तपाईँ अहिले हेर्नुभयो भने भात खुवाउने बेलामा बच्चालाई धेरै मान्छेका श्रीमानहरू विदेशमा हुनुहुन्छ, निकै राम्रा मोबाइलहरू पठाउनु भएको छ। त्यो मोबाइलको फङ्सन, त्यसको काम गर्ने क्षमता हामी 1% पनि चलाउन जान्दैनौँ। धेरै मान्छेका हातमा आज आइफोन छ।
आइफोनको क्षमता, आइफोन पाल्ने क्षमता छ कि छैन हामीसँग? छैन। धेरै मान्छेसँग छैन, तर हामीसँग आइफोन छ। त्यो आइफोनले के गर्छ भन्दा बच्चालाई भात खुवाउँछ, सुताउँछ, यति काम गरेछ। र त्यसले आँखा यति कमजोर बनाउँदैछ बच्चाको। तपाईँको पहिलाका बच्चाभन्दा अहिलेका बच्चा हेर्नुहोस्, मिठाई खुवाएर बच्चाको दाँत चाहिँ यति बेलैमा गएको छ, सकिया छ। जो आउँछ मिठाई ल्याइदिएछ, ऊ गरिदिएछ, पैसा दिएछ। अब बानी हामी बिगार्ने अनि हामी असल कुराको आश गर्ने, यो हुँदैन। यस्तो गर्नुभयो भने त्यो काम लाग्दैन। र अधिकांश मैले हेरेको छु, अधिकांश बच्चाहरू चाहिँ म चाउचाउ खान्छु, चाउचाउमा पनि करेन्ट चाउचाउ खान्छु, मोमो खान्छु, यो खान्छु, ऊ खान्छु, मोबाइल दिनुहोस् भने हुँदैन भनेर फालिदिनुहोस्। अनि हामी त्यसै पछि लागिरहेछौँ। त्यसले के सभ्य समाज हाम्रो बन्छ। आज डाक्टरहरू हेर्नुभयो भने नि, नपढेका डाक्टरहरू यति छन् गाउँमा, जम्मै सुधार केन्द्रमा लानुपर्ने बच्चैदेखि। हामी कहाँ छौँ? हामी कहाँ पुग्दैछौँ? अनि हामी यस्ता धार्मिक कार्यक्रममा भेला हुँदा यस्ता कुराहरू हामी सिक्दा सुन्दा यी कुरालाई हामी परिपालना गर्छौँ गर्दैनौँ? मेरो बच्चा मान्दैन, मैले मोबाइल नदेखाइ। अनि तपाईँले देखाउँछ न, अर्काले पनि त देखाउँछ। हामी सबैले त्यही त गरिरहेछौँ। त्यसका निम्ति त हामीले सम्झाउने, पहिला बिगार्ने त तपाईँ नै हो। कहीँबाट जानुभयो, जे चिज खानु हुँदैन त्यही चिज बोकेर आउनुहुन्छ। रेडियोले, मोबाइलले, युट्युबले यति भनेछ, ऱ्याप गरेको चिज नखुवाउनुहोस् भन्छ, प्लास्टिकमा बेरेको चिज नखुवाउनुहोस् भन्छ। तपाईँ आमाहरू धेरै, अहिले यहाँ धेरै आमा नै हुनुहुन्छ। आमाहरूलाई बनाउन सजिलो होस् भनेर खाजै त्यही पठाइदिनुहुन्छ, टिफिन भन्नु त्यही पठाउनुहुन्छ। तपाईँ हामी हाम्रो एजका मान्छे चाहिँ, म पछिल्लो एज भन्दिनँ, म मेरो एजको मान्छे, मैले कुनै दिनै खाजा खाएँ। हिँड्दै झन्डै 1-1.5 घन्टाको बाटो स्कुल, कुनै दिनै खाजा खाइनँ। म कलेज पढ्दा पनि खाजा खाइनँ र आज पनि म कमै खाजा खान्छु। मेरो पानी त्यस्तो छ, त्यो राम्रो हो नराम्रो हो त्यो आफ्नो ठाउँमा छ। तर तपाईँ हामीले भुटेका मकै, उसिनेका आलु, उसिनेको इस्कुस, यी जति थिए नि यी सबै चिज हरायौँ हामीले। तपाईँ हेर्नुभयो भने पानीपुरी भयो भने यति झुक्की लाग्छ। त्यहाँ झुक्कियो भने कि त त्यहाँ मासु छ कि त त्यहाँ पानीपुरी छ। यही दुईवटा चिज छ अहिले समाजमा। हेर्नु होला, यहाँ कुनै चिज हामीले फङ्सन गऱ्यौँ भने यही दुईवटा चिजमा बढी मान्छे झुक्किआउँछ, जुन कुराले हामीलाई प्रत्यक्ष रूपमा। अर्को कुरा हेर्नुहोस्, नजानी नजानी हामीलाई विषाक्त बनाइदिएको छ। तपाईँ अहिले कहीँ जानुभयो पाहुना भने, या त तपाईँले कोकको क्यारेट बोकेर जानुभएको छ, या त तपाईँले चिसोको नाममा लानु भएको छ। अनि मोही खान नहुने हामीले, मोही खाँदा बिग्रिने, कागती मुसेर पानी, कागती निचोरेर पानी बनाउन नहुने, अनि हामी यो क्यारेट बोकेर हिँड्छौँ। अब हामी यस्तो भयौँ कि यो चिसो बिना बाँच्नै नसक्ने भयो। त्यो चिज चाहिँ डाक्टरले पनि खराब हो भन्छ, मतलब सञ्चार माध्यमले पनि खराब हो भन्छ, तर हामी त्यही गर्छौँ, त्यही बोकेर हिँड्छौँ, त्यही चिज पुर्याउँछौँ। अनि हामीले समाज बनाउला त, समाज कसरी बन्छ? समाज बन्नको निम्ति हिजोभन्दा फेरि आमाहरू हिजोभन्दा आज धेरै शिक्षित हुनुभएको छ। ठाउँ ठाउँमा भजन कीर्तनका नाममा जुट्नुहुन्छ, कहिले पिकनिकका नाममा जुट्नुहुन्छ, कहिले धार्मिक त्यस्तो। हिजोभन्दा हामी शिक्षित चाहिँ हुन खोज्ने, तर हामी हिजोभन्दा जे कुरा हुँदैन भने त्यही कुरा गर्नु लाग्यो, त्यही कुरा गर्नु लाग्यो हामीहरू, होइन? सुत्ने कुराको टाइम नै भन्नुहोस्। बच्चाहरू, मेरो बच्चा उठ्दैन अहिले पनि 7 बजीसम्म सुत्न दिएको छ। अनि बच्चा सुत्ने बानी लागेपछि अनि ऊ घरमा जाने बेलामा चाहिँ के हुन्छ? अनि ऊ चाहिँ अटोमेटिकली मेसिन हो र फ्याट्टै उठिहाल्छ। यस्तो हुँदैन। त्यस कारण चाहिँ हामीले गर्ने हाम्रो घरबाट सुरु हुन्छ, आमाबाट सुरु हुन्छ। यो शिक्षालाई हामीले परिवर्तन गऱ्यौँ भने मात्रै हुन्छ, होइन भने। म अहिले लगभग 54 वर्षतिर पुग्न लाग्यो होला। मेरो यो कुइना दुखेर एकदमै समस्या भयो। मैले बढी बाइक चलाएँ होला, के गर्ने होला, मेरो हड्डी नै कमजोर भएको छ। यो औँलाको हड्डी दुख्न थालेको छ। किन भन्दाखेरि मैले युरिया हालेको चिज खाएको छु, कुनै चिजै म शुद्ध भेट्दिनँ। मैले चाहेर पनि, म यति सचेत हुँदा हुँदै मलाई लाग्छ मैले जानेर कोक खाएको छैन। आज पनि खाइनँ, भोलि पनि कोक खान्छु, तर पनि मैले पनि त्यो सम्भव भएन। मेरो खाद्यान्न नै त्यस्तै छ, मैले ल्याएको चिजै त्यस्तै छ, म त्यहाँ गइसकेको छु। मेरो पछिल्लो पिँढीको अहिलेको बच्चा त झन् मेरो उमेरमा अहिले पुग्दैन। हामीले खुवाएकै त्यस्तो छ। मेटालिक ऱ्यापमा ऱ्याप गरेको चिज नखुवाउनु भन्छ।
ढुङ्ग्री खुवाउनुहुन्छ के खुवाउनुहुन्छ करेन्ट चाउँछ जे हुँदैन हामी त्यही भइरहेको छौँ बच्चाले त्यही मान्छ एकजना मेरो आफन्तकै बच्चा करेन्ट चाउचाउ मात्रै बढी खाएर उसको चाहिँ लिभरले फङ्सन नगरेर डाक्टर कहाँ गएर चाहिँ धेरै घोच्नु पर्यो हुनाले अब म करेन्ट खान्न भन्ने भएको छ अब बल्ल बल्ल त्यस्तो भएको छ त हामी यो कुरा जे बुझेका छौँ यो कुरा गरौँ अब मैले धेरै कुरा हजुरहरूलाई भन्नु परेन हजुरहरू आफै जान्ने हुनुहुन्छ कि हामी धार्मिक कार्यक्रममा किन लाग्छौँ भन्दा यस्तै राम्रा सङ्गतिहरू गर्नको निम्ति यस्तै राम्रा कुरा सिक्नको निम्ति साधुहरूले एकदम सरल जीवन बिताउनुपर्छ राम्रो हुनुपर्छ भन्ने कुरा अब अहिले अर्को एउटा यस्तो फेसन आछ अब यो भन्यो भने तपाईँहरू सबै रिसाउनु होला सुन पहिला त हामी सामान्य तिल्लरी लाउँथ्यौँ अहिले जेठी तिल्लरी माइली के तिल्लरी किन त्यसो गरेर त्यो जम्मै काम भनेको देखाउने मात्रै हो र समाज बिगार्ने काम हो यसले समाज बिगार्छ तपाईँ बिहेमा गएर हेर्नुहोस् यति लामो खोया जस्तो सोधे यहाँ लाछ के गरेर यो समाज बिगार्ने काम त अर्को काम होइन यो तपाईँ हामी बुझ्ने मान्छे कति पढे लेखेका महिला हेर्छु म मास्टर्स गर्नु भएको छ अनि त्यो बिहेमा चाहिँ देखिँदैन कहिले यता लाउनु भएको छ सिक्री लाउनु भयो भने भित्र छ भने यसलाई बाहिर निकाल्नु भएको छ के गर्नु समाजलाई तपाईँ ठिक चाहिने सुन लाउनुहोस् न चाहिने सुन लाउनुहोस् ठिक छ तपाईँ धनी भन्ने त्यो गाउँटोलले चिनेकै छ गरिब भन्ने चिनेकै छ यतिको मान्छे भन्ने चिनेकै छ त हामी के गरिरहेछौँ भन्दा हामी हाम्रो समाजलाई पछाडि पार्ने कुरामा उद्धत छौँ चाहे त्यो खानपानको कुरामा होस् चाहे त्यो लाउने कुरामा होस् तिजकै कुरा कति आइरहेछ 1 महिनादेखि दारू खाएर हल्लिएर सारा सम्पत्ति नष्ट गरेर लुगा हेर्नुहोस् न अहिले लुगा हेर्नुहोस् एउटा त्यो के लुगा हो त्यो 5-7 हजार 8 हजार पर्छ सबैले एउटै ड्रेस लाउनु पर्ने जम्मैले कहाँबाट आउँछ पैसा अनि हामी कहाँ हुन्छौँ अनि सबै हामी ऋण लागेका छौँ फलानाले पैसा लगाएको तिरेन भनेर गाउँ घरमा चर्चा हुन्छ हामी गर्छौँ त्यस्तो अनि हामी भन्छौँ मान्छेले घुस नखाइ यो गर्दैन मेरो श्रीमती तपाईँको श्रीमान अर्काको श्रीमान फलानाले जागिर गरेर यति गरिसक्यो खोइ हाम्रो भने के घुस खाएर भए पनि कमाउनुहोस् या केही गर्नुहोस् गाडी किनिहाल्नुहोस् मलाई गाडीमा लाएर घुमाइहाल्नु हामी यही कुरामा लागेका छौँ होइन विदेश जाने श्रीमानहरू यही गन्धनमा परेका छन् कतिपय कुराहरू हेर्दैछौँ हामी अहिले होइन यहाँ एकजना माइली बुहारी भन्ने रमाइलोको हुनुहुँदो रहेछ भर्खरै मैले सुन्दैछु उहाँको पनि टिकटक मैले निकै हेरेको छु टिकटक यस्तो होस् त्यसले समाजलाई परिवर्तन गर्छ हामी एउटा कार्यक्रममा गयौँ कार्यक्रम हेर्ने भन्दा पनि खालि टिकटकै भनौँ तपाईँलाई देखेकै छ मान्छेले त्यो टिकटकले तपाईँलाई समाजमा चिनाओस् राम्रो कुराको निम्ति त्यसले परिभाषित गरोस् अब हुन्छ अनि हामी यो कुनै काम गर्न नसक्ने अनि खालि हामी चाहिँ यिनै कुरामा लागेर समाजलाई उदो गतितिर ठेल्दैछौँ होइन सुन लाउने कुरामा कतिपय मैले भनि नै हालेँ खानपानकै कुरामा मैले भनिहालेँ यी चिजमा मात्रै हामी शुद्ध हुँदै गयो भने नि बल्ल हाम्रो समाज चाहिँ राम्रो हुँदै जान्छ अहिले गरिबहरू यस्तो घोडा टेक्नु भएको छ नि कहीँ जानै सक्दैन सुन छैन एउटै घरका 3टा छोरी भए एउटा चाहिँ कमजोर भएछ भने उसले कहीँ जान पाउँदैन किनभने उसँग सुन छैन सुन त यहाँ देखाउन लाउनुपर्छ होइन यो त समस्या छ हामीलाई यो कुराको निम्ति तपाईँ हामीले यसलाई परिवर्तन गरौँ होइन यसलाई परिवर्तन गरौँ हामीले धार्मिक काममा लागिसकेपछि नि धर्मले मन शुद्ध बनाउँछ भनेर अलिक भजन गर्नुभयो हाम्रो जिन्दगी छोटो छ भन्नु एउटै कुरा मात्रै सत्य छ हामी जन्मेपछि मर्छौँ घाटमा पुग्यो भने जिन्दगी यस्तै रहेछ भन्नु अनि अरूतिर आयो बिर्सिहाल्यो मान्छेलाई ठगिहाल्यो मान्छेलाई उ गरिहाल्यो यही हो हाम्रो धर्म किन धर्मले के भन्छ भने कसैलाई नठग अहिंसा नगर यस्तो नगर तपाईँ कुनैलाई नढाँट्नुहोस् अनि हाम्रो जम्मै काम ढाँट्ने र छल्ने पैसा मैले कसरी कमाउने हामी यति कुरामा लाग्यो यो कुरामा लाग्नु हुँदैन भन्ने कुरा म आग्रह गर्न चाहन्छु र हामी सत्सङ्गमा आएपछि हामी गुरु महाराज हामी हाम्रा धार्मिक देवता कुल मस्त सबैका अगाडि हामीले चाहेको कुरा म असल बनाऊँ मलाई सबैले राम्रो बनोस् म यो समाजको लागि एउटा उदाहरणीय मान्छे बनौँ भनेर हामी भन्छौँ भने हाम्रो व्यवहार तीबाट सुधार पर्छ सिम्पल लुगा लाउनुहोस् न
हिजो हाम्रा आमाहरूले खाडीका लुगा लाएर त्यसैमा छोराछोरी सुताएर गर्दा हुन्थ्यो। आज एउटा कार्यक्रममा एउटा साडी, अर्को पटक गयो हुँदैन। दराजमा साडी नाटेर आइरहन्, यस्तो खालको स्थिति छ। यस्तो नबनोस्। अब मैले धेरै कुरा राखिरहेन। मैले आज अब भाइजीले धेरै कुरा राख्नुहुनेछ र हामीलाई यो अवसरमा जुटाइदिनु हुने यो गुन्यु चोलोमा मैले नामैदेखि एकदम प्रभावित भएँ। कसले राख्यो नाम बहुत राम्रो राख्नु। सभ्यता भनेको त यति ठुलो कुरा छ नि, हाम्रो होल जीवनकै त्यसले चाहिँ अङ्गीकार गर्छ। सभ्यता भनेको त उसको संस्कार कस्तो छ, उसले कुन बाटोमा हिँडेको छ, ऊ बन्न के चाहन्छ, यो सबै कुरा ऊ गरेर आउँछ। यति राम्रो नाम राखिदिनु भएको छ। नाम अनुसारको छोरीहरूलाई बनाउन सक्नुहोस्, तपाईँहरूले शिक्षा दिन सक्नुहोस्, राम्रो बनाउनुहोस्। ती छोरीहरू डाक्टर बनुन्, इन्जिनियर बनुन्, वकिल बनुन्, समाजका ती पनि बन्दैनन् भने समाजका एकदमै अग्रणी मान्छे बनुन्। म यही शुभकामना दिँदै मेरो सत्सङ्ग अन्त्य गर्छु। सद्गुरुदेव महाराज की जय।